सिंहदरबारको सिंहासनमा राम राज्य चलाएका एकजना सर्वमान्य शासक छन् दर्शकबिन। पहिचानका लागि पहिरनको चर्चा नै काफी छ। कालो चस्मा, कालै कोट, चट्ट दिन्छन् सोलिड पोज। हमेसी कालो चस्मा खोल्दैनन्, कालो बाहेक अन्त ध्यान मोड्दैनन् प्रधानमन्त्री बालेन्द्र शाह बालेन। अब सम्भवतः कालो चस्मा पनि हटाउनुपर्छ। तर त्यही भएर सडकमा देखिएका राता रित्ता सिलिन्डरको तमासा सायद यिनलाई अहिले पटक्कै मन परेको छैन। ब्ल्याक लभर सरकार रोजेर रेड सिलिन्डरको लाइन देखाउनु भनेको रेबिज लागेको मानिसलाई पानी देखाएर तर्साउनु जस्तै हो, जुन काम सरकारको खिलाफमा छ। अब यति सुनेपछि जान्नेलाई छान्ने तर अरूले भनेको फिटिक्कै नमान्ने बालेन ब्रान्डका ठेकेदारहरूले दारा किटेर हाम्रो आरती उतार्न 5 मुखे शब्दको थैली खोल्नेछन्। सायद अब तपाईँ हामी यी चोथाले शब्दको सामना गर्न तयार हुनुपर्नेछ। 1. सरकारलाई समर्थन नगर्ने झोले। 2. प्रश्न गर्ने मिडिया 12 भाइ। 3. असन्तुष्ट हुने विपक्षी। 4. ग्यासको लाइनमा बस्ने षड्यन्त्रकारी। र 5. सरकारको आलोचना गर्ने देशद्रोही। चुपचाप घन्टी छाप बाहेक तपाईँ कुन वर्गमा पर्नुभयो आफै छुट्याउनुहोस्। सायद अहिले एक थान ग्यास, एउटा पाप्रो राहदानी र उपचारका लागि अस्पतालमा घन्टौँ उभिने यी नागरिकहरू सरकार असफल पार्न खोज्ने काङ्ग्रेस कम्युनिस्टका परिचालित कारिन्दा हुन्। अनि यो वास्तविकता बाहिर ल्याउने सबै मिडिया 12 भाइ झोले हुन्। सत्ताको स्वादमा सत्य लुकाएर बालेन सरकारलाई उजिल्याउन पिताम्बरी दलेर बसेको भजन मण्डलीको आँखाले देख्ने यही नै होला। बालेन सरकार चम्काउन वासिङ मेसिनमा डिटर्जेन्ट पाउडर हालेर धोइ पखालीमा लागेका डिजिटल जमिनदारहरूलाई प्रश्न, बालेनले देश बनाउँछ भनेर चुपचाप घन्टी छाप भन्दै हिँडेका यी कुन पार्टी र कुन देशका नागरिकहरू हुन् जो चुलो निभेर एक सिलिन्डर ग्यासका लागि दिनभरि भौतारिएर चिच्याइरहेका छन्? यिनीहरूको राजनीतिक डिएनए टेस्ट गरेर पो हेर्ने हो कि? हिजो चुपचाप घन्टी छाप भनेर दियौँ, आज चुपचाप लाइनमा बसेका छौँ। हामीले केही झगडा गरेका छैनौँ। हिजो देश बनाउँछ, कसले बनाउँछ? बालेनले बनाउँछ। आज राम्रै बनायो, राम्रैसँग बनायो। कोठा पाउँछु पाउँदिन थाहा छैन। त्यस कारणले यो सरकार त्यस्तै छ। पहिला सामान निकालेर बाहिर राख्ने अनि कोठा खोज्न जाने, जनताहरूलाई बाहिर सडकमा ल्याएर राखेर अनि कोठा खोज्न जाऊ है बाबु हो भनेर चुपचापसँगले राति फेसबुकमा लेख्ने, स्ट्याटस लेख्ने, जनतालाई मैले सुविधा दिएको छु भन्ने घोषणे। तर कुन तरिकाले घोज्छ ऊ थाहा छैन। नो लाइन ओन्ली अनलाइन भन्दै 2-4 दिन तामझाम देखाएर भद्रगोल बनाएको वर्तमान सरकारमाथि जनताका काफी धेरै प्रश्नहरू छन्। यी प्रश्नले बालेन ब्रान्डका म्यानेजरहरूको छाती छिया नपारोस् अनि बालेनका पक्ष पोषण गर्ने किबोर्ड वारियर टिमले मोबाइल पछाडि लुकेर गाली गर्न सञ्जालको भित्तो नकोपरुन्। जनताका प्रश्न आलोचना होइन, सरकारमाथिको रचनात्मक सुझाव हो। पहिला छातीमा हात राखेर नागरिक बनाऊ, त्यसपछि समर्थक वा शुभेच्छुक बनेर जय जयकार गर्ने छुट छँदैछ। कहाँ चुक्यो बालेन सरकार? 1. सुकुम्बासी बस्तीमा डोजर चलाएपछि मृत्यु हुनेको संख्या 9 पुग्यो। बालेन्द्र शाह नेतृत्वको सरकारले चलाएको डोजर अभियानपछि मृत्यु हुनेको संख्या 9 पुगेको दावी गरिएको छ। विकासका नाममा नागरिकको ज्यान लिएको आरोपमा आत्महत्या दुरुस्तानको कसुर सरकारप्रति आकर्षित हुन्छ कि हुँदैन? यो ज्यानमारा प्रवृत्तिको जवाबदेहिता कसले लिने? सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि मृत्यु हुनेको संख्या आज 9 पुगेको छ। 18 वर्षका रबिन तामाङ, 57 वर्षीय इन्द्रबहादुर राई, 50 वर्षीय कमला बलमपाखी, 75 वर्षीय रतन देवी मलाहानीदेखि 18 महिनाका उज्जवल तामाङसम्मले राज्यले लिएको अव्यावहारिक नीतिका कारण ज्यान गुमाउनु पर्यो। म उहाँहरू सबैप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्छु र यो राज्य संयन्त्रले गरेको संस्थागत हत्याको निन्दा गर्दछु। सभामुख महोदय, राज्यले डोजर चलाउन सुरु गरेपछि सुकुम्बासीहरूले श्रृङ्खलाबद्ध रूपमा गरेको आत्महत्या केवल आत्महत्या मात्र होइन, सरकारद्वारा गरिएको आत्महत्या दुरुत्सान हो। आत्महत्या दुरुत्सानको मुद्दा सरकारमाथि अब चल्ने कि नचल्ने? 2. आत्मदाह घटना। गत असारमा एक साताको अवधिमा मुगुका गणेश नेपाली, काठमाडौँका अश्विन राउत र सर्लाहीका विवेक मण्डलले आत्मदाहको बाटो रोजे। नागरिकले आत्मदाहको बाटो रोज्नु सामान्य घटना होइन, यो राज्यप्रतिको चरम निराशा हो जसका कारण नागरिक ज्यान फाल्न बाध्य भएका छन्। सरकारले यसको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन? 3. जम्बो स्वकीय सचिव। बालेन्द्र शाह नेतृत्वको सरकारले संघीय सरकारका 22 मन्त्रालयको संख्या घटौती गरेर 18 कायम गर्यो। नागरिक तहमा यसको वाइवाई नै भयो। मन्त्रीमण्डल घटाएर राज्यको खर्च कम गर्न खोजेको सन्देश दियो, तर मन्त्रालय घटाएका प्रधानमन्त्रीले स्वकीय सचिवालयतर्फ 27 जनालाई नियुक्त गरेको विषय बाहिरियो, जसमा 2 जनालाई मन्त्री स्वसरहको सुविधा उपलब्ध गराइएको छ। मन्त्रालय घटाएको नाटक गरेर मन्त्री सरहको सुविधा अर्कोलाई दिनु थियो भने यो स्टन्टबाज केका लागि जनताले
यसरी पनि सोध्न थालेका छन्। 4 राहदानी छपाई प्रकरण। राहदानी छपाईमा अख्तियारका कर्मचारीलाई बन्धक बनाएर स्वार्थ पूरा गर्न खोजिएको विवादित विषय सार्वजनिक भयो। यसले पनि वर्तमान सरकारको कालो पर्दा उदाङ्गो पारेको छ। 5 पक्राउ र धमाधम रिहाई। राजनीतिक दलका शीर्ष नेता केपी ओली, रमेश लेखक र विष्णु पौडेल सहित ठुला घरना भनिएका व्यापारीहरू पक्राउ पर्ने र छुट्ने सिलसिला लामो समयसम्म चल्यो। अधिकांश अदालत पुगेपछि रिहा भएको नजिर छ। कमजोर प्रमाण र व्यक्ति तह लगाउने कुनियत राखेर पक्राउको श्रृङ्खला चलाएको भन्दै राजसभाभित्रै विरोध सुरु भएको छ। यदि प्रमाण कमजोर थियो भने पक्राउ किन, अनि बलियो प्रमाण थियो भने रिहाई किन? सरकारले यसको जवाब दिनु पर्दैन? यो लुकामारी कहिलेसम्म? 6 स्वकीय सचिव व्यवस्था पुनःस्थापना। सुशीला कार्की नेतृत्वको सरकारले खारेज गरेको स्वकीय सचिव व्यवस्था फेरि बिउताइएको छ। सुशासनको दुहाई दिने बालिन सरकारलाई यो निर्णयले कुरी भनिरहेको छ। खर्च कटौतीको नीति भनिएको थियो, तर पुरानै सुविधा फर्काएर राज्यलाई आर्थिक भार किन थपियो? प्रश्न यो पनि बलियो बनेर उठेको छ। 7 विवादित नियुक्ति। मेरिटोक्रेसी प्रक्रिया देखाएर विवादित पात्रलाई नियुक्ति दिएको उदाहरणका रूपमा प्रज्ञा प्रतिष्ठानको विषय उठाइएको छ। अध्यादेश ल्याएर ठुलो संख्यामा धेरैलाई हात धुन बाध्य पारेको सरकारले यी आफ्नै झुन्ड भेला गर्न हो? अनि हो भने मेरिटोक्रेसीको तमासा के का लागि? होइन भने नियुक्तिको आधार योग्यता हो कि सम्बन्ध र पहुँच? संसद भवन अगाडि उभिएर अमन प्रताप अधिकारीले देखिस् तेरो देश सकियो, तेरो राज्य सकियो भन्दै अश्लील तथा आपत्तिजनक अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको थियो। त्यस दिन आगो तापेर रमाउनेहरू केही आज यहीँ कतै हुनुहुन्छ। सरकारलाई मेरो आग्रह छ, बाँकीलाई पनि पालै पालो विभिन्न सरकारी पदमा नियुक्ति दिएर सम्मान गरियोस्। आगो ताप्नेहरूको सूची बनाइयोस्, कोही छुट्न नदिनुहोस्, सबैलाई पद बाँड्नुहोस्। अन्त्यमा सभामुख महोदय, प्रमाणसहितको अपराधीलाई सम्मान के यही हो नयाँ सुशासन? धन्यवाद। 8 कप्तानगञ्ज घटना। सरकारको चरम लापरवाही र गैर जिम्मेवारीको पराकाष्ठा यो पटक सुनसरीको कप्तानगञ्ज घटनालाई मानिएको छ। सुनसरीको घटनालाई समयमै गम्भीरतापूर्वक नलिँदा 4 जनाको ज्यान जानुका साथै अन्य क्षेत्रमा समेत हिंसा फैलियो। सामान्यतया बालिन सरकार सफल हुनुपर्छ भन्ने मान्यता हामी पनि राख्छौँ। 2/3 नजिकको प्रचण्ड बहुमत प्राप्त गरेको सरकार असफल हुनु भनेको नेपाली जनताको भविष्य फेरि वर्षौँपछि अन्धकारमा धकेलिनु हो। राजनीतिक दलको बुराबाट उन्नत बिउको रूपमा रासोपा रोजेका जनताका लागि पनि बालिन सरकारलाई असफल हुने छुट छैन। तर त्यसो भन्दैमा सरकार दम्बी भएर आफ्नै हात जगन्नाथ गर्ने छुट पनि छैन। पछिल्लो समय सरकार जनताको भन्दा सीमित घेराको स्वार्थमा रुमलिएको विषयहरू सार्वजनिक हुनुले आश लाग्दो केटो जेठाजु परे जस्तो भएको छ। अहिले ग्यासको लाइन, मलको लाइन, राहदानीको लाइन र अस्पतालको लाइन नागरिकको दैनिकी बनेको छ। 5 महिनामा जनताले 35 वर्षमा नभएको हाताहाती परिवर्तन खोजेका होइनन्। तर लाइन नै मिलाउन नसक्ने सरकारले अनलाइन मिलाउँछ भन्ने कुरा पनि भरोसायोग्य छैन। यसलाई जति नै ठुलो बहानाको बर्कोले छोपे पनि ढाकिनेवाला छैन। ग्यास अस्पतालको यो लाइनले सरकारको अदूरदर्शी नीति र असफलताको नाङ्गो रूप उदाङ्गो पारेको छ। सरकार परिवर्तनको अर्थ केवल अनुहार परिवर्तन होइन, शासनको शैली, जवाबदेहिता र नागरिकप्रतिको व्यवहार पनि बदलिनुपर्छ। त्यसैले प्रश्न बालिनमाथि मात्र होइन, बालिन सरकारको काम, निर्णय र जवाबदेहितामाथि हो, जुन सधैँ कायम रहनेछ।